नमस्कार। म चाहिँ कार्यक्रम वक्ता बसन्त बुढाथोकी। आज चाहिँ मैले भन्न गइरहेको छु एउटा कथा जसको शीर्षक चाहिँ रहेको छ एक रात। यसका लेखक चाहिँ रहनु भएको छ विश्वेश्वर प्रसाद कोइराला। यस कथाभित्र विभिन्न गाउँहरूका दुःख सुखहरू समेटिएको छ। त्यसकारण यसलाई मजाले सुनिदिनु होला। आनन्दसँग मजाले बेडमा पल्टिएर मजासँग मेरो वाचन सुनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल कार्यक्रम सुरु गर्छु। म चाहिँ त्यो रात्रि पनि सधैँको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेको, चिसो जाडोले कठ्याङ्ग्रिएको, काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्किरहेका देखिरहने कोही छैन। घर घरमा बत्ती निभेका छन्, ढोका झ्याल टम्म छन्। शून्य सडकका खाँबामा बत्ती घोरिएर भुइँतिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निश्वास जस्तो बत्ती मुनि झुन्डिरहेका छन्। निष्पष्ट शान्ति छ। सहरमा झन् जाडोले शान्तिलाई जमोट जस्तो डल्लो पारेर अड्याइरहेको छ। अरू जाडाका त्राही सरह नै त्यो रात्रि पनि थियो। जीवनको कार्यरता एकदम थामिएर अडेको मानौ तमाम विश्व स्पन्दीहीन भएको छ। दरबारमा राजा रानी र अरू राजपरिवारका प्राणीहरू सुतिएका थिए। मन्त्रीहरू र अरू ठुला कर्मचारीहरू सरकारी आवास स्थानमा, पसले जागिरिया कृषक, गरिबी, मध्यवित्तीय तथा धनी व्यक्तिहरू, नरनारी सबै, बालक, विद्यार्थी, ज्यामी, कामी आफ्ना घरमा सर्वहारा पार्टीका सत्तलमा जहाँ मुन्टो घुसार्ने ठाउँ पाए त्यही सबै सुतेका थिए। रात्रि क्लबबाट छरिएका मोटरहरूको ठाउँमा आवाज र मोटरभित्र बसेका पुरुष र नारीको कण्ठको हाँसो मिसिएको ध्वनि। सडकमै फुटपाथमा गोडा लतार्दै अझै आफ्नो घरको आश्रयमा पुग्न नसकेका लुगाले सारा शरीरलाई बेरेर हिँडिरहेका एक दुई मानिसहरू। कुनै घरमा सुनिने बुढाहरूले भारी छातीको खोकी, साना नानीहरूको अचानक उठेको र त्यस्तै अचानक थामिएको क्रन्दन, कुनै झ्यालको कापबाट फुस्किएको ज्योति जसले भित्र बन्द कोठामा कुनै दाम्पत्यमा क्रय विक्रय पर्नैलाई सजिलो परिरहेको थियो आदि सबै ससाना चहल पहलका कुराहरूले मात्र यो सङ्केत दिन्थ्यो जीवन हठास मरेको थिएन, थामिएका मात्र थियो। मृत्यु र झ्यालखानाको एक कुनामा एक ताले झुन्मुन्ड घरको काल कोठरीमा एउटा किशोरीलाई पनि अकस्मात झपक्क आँखा लागेछ र त्यस्तै झुन्डिएर राडीको बिछौनीमा सुतेछ। जाडोले एक डल्लो भएर हातलाई तिघ्राका बिचमा घुसारेर सबै बखतमा फलामे डन्डी भएको कोठरीको कोठामा बाक्लो साङ्लो बज्यो। किशोरीको तन्द्रा झसङ्ग भयो। सोच्यो किशोर सुतिरहेको छ। उनीहरू आए। बाहिर धेरै मानिसहरूको गोडाको आवाज खस्याङ खुसुङ सुन्यो र कर्कश शब्दका साथ फलामे डन्डीमा सिक्री रगडिएको पनि भर्खर यसो उघेको मात्र थियो क्यारे। तर घडी कतै छिट्टै बितेको राति कमिसर आएर सोधेर गएका थिए, के खान मन छ? उसले भनेको थियो टाउको हल्लाएर, केही खान मन छैन। कमिसरले फेरि सोधेका थिए, घरका मानिसहरूलाई केही भन्नु छ? उसले फेरि टाउको हल्लाएर भनेको थियो, केही छैन भन्नु। फेरि कमिसनरले बडो कोमल स्वरमा अन्तिम बार सोधे, तिम्रो अन्तिम इच्छा के छ? केही भन्नु छ?
किशोरले केही सचेत भएर उनलाई लाग्यो कमिसनरको यो प्रश्नमा अन्तिम दिलचस्पी लिएर केही बोलिदिनै पर्छ, नत्र जीवनको केही टुङ्गो नलागेको जस्तो हुनेछ। विसर्जन वाक्य त केही भन्नै पर्छ। उसले भन्यो, तमाम किशोर युवकहरूको जीवनमा मानवीय मर्यादा र सुख सम्भव हुन जाओस्। कमिसनर मानव हडबडाएर उठेर उनले बडो अस्वाभाविक कण्ठले भने, हे ल भोबो। त्यसपछि फेरि फलामे ढोका लाग्यो, सिक्री बारमा रगडियो, बाक्लो ताल्चा मारियो र गोडाको आवाज बिस्तारै चिसो माटोमा विलिन हुँदै गयो। किशोर फेरि एक्लै भयो कोठामा। अन्तिम घडी आएछ। चटक्क चुडिने जीवनको कोमल हाँगाबाट हठात समाप्त हुनेछु र जीवनमा छुट्नेछु र छैन बीच छुट्याउने एउटा पातलो रेखा, सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको। साधारण मृत्यु होइन यो, जसमा जीवन बिस्तारै निप्दै जान्छ, बिलाउँदै जान्छ। कालगतिको सामान्य नियममा बाँधिएको मृत्यु यो होइन, न हो यो यस्तो अकस्मात मृत्यु हो जो कि युद्धमा तातो गोली खाएर प्राण उडेको हुन्छ। सोच्दै नसोचेको गोली लाग्छ छातीमा अनि त्यही अकस्मातको आश्चर्यमा मानिसको शरीर सेलाइहाल्छ। यहाँ त धेरै दिनदेखि पर्खिएको मृत्यु हो यो। झन् दरबारबाट मृत्युदण्डको पुष्टि भएपछि आज हुन्छ भोलि हुन्छ भन्दै औँलामा दिनबन्दै मृत्युलाई पर्खेर बसिएको। कालगतिको नियमबाट आएन यो, न अकस्मात नै आयो। यहाँ त धेरै आयोजना थिए। थानामा, प्राइभेट न्याय गोष्ठीमा, दरबारमा खुब छलफल भए। ऐनको ठेलीबाट निकै दफा झिकेर न्यायको व्याख्या भयो र अहिले पनि मृत्युका लागि यो बृहत् आयोजना समाप्त भइसकेको छैन। बाँकी रहेको कागजका अफिसरहरूको दस्तखत गर्दै पो होला, अन्तिम अर्डरहरू लेख्दै होलान्, खुकुरीमा सान लगाइदै होला वा डोरी तख्यातको अवस्था मिलाइदै होला। तर तैपनि मृत्यु त हठात नै छु र छैनका बीच केवल आधा सास, मुटुको केवल आधा सास चट्काई। किशोरले घरलाई सम्झियो। पहिले घर जस्तो भावनाले विधोर भएर होइन, एकदम अनुद्विग्न भएर। मानव घरको दृश्य त्यो हेरिरहेको छ तस्बिरहरूमा। उसका आमा बुबा एउटा गेट ग्रामीण दम्पति, उनीहरूले बुझे होलान् र राजनीतिका कुरा, सानो गृहस्थीमा आइपर्ने दुःख सुखका कुराभन्दा माथि कहाँ उठ्थ्यो र उनीहरूको विचार। जेठो छोरालाई अङ्ग्रेजी पढाउने अनि बडो छलफल गरेर मात्र निर्णय गर्नुभएको थियो, नत्र आमा त भन्थिन् गाउँको पाठशालामै कौमुदी पढाए भइहाल्थ्यो नि। इष्टमित्रहरूले भनेका थिए आजकल अङ्ग्रेजी नपढाइकन हुँदैन। बोलाई जेठो छोरामाथि बडो आशा थियो। बुवालाई जेठो छोरामाथि बडो आशा थियो, त्यसैले अङ्ग्रेजी पढाउने नयाँ कुरा तिनले गरे। छोरोले जब म्याट्रिकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो। तर मुखले भने गर्वको एक बानी झिकेका थिएनन्। बरु गाउँलेहरूले आफ्नो एउटा ठिट्टोले इज्जत कमाइदिएको हुनाले भने, क्या बात ए। बालाई त मनक्के पुगेको थियो। जेठो छोराले त्यति अङ्ग्रेजी पढिहाल्यो, अब घर बसोस् र खेती खान पुगिहालेको छ, नोकरी गर्नुपर्ने होइन। हेर कति दुब्लो भएको छ, घरमै थन्काएर राख्ने हो। पढ्छ लेख्छ, काजी, मिनिस्टर, जज, वरिस्टर पठाएको थियो। आमा त केही नबुझेर अन्ध बादशाहमा आँसु बगाइरहिन्। तमाखु तानेर पिठीमा एकोरो टोलाएर बसिरहेकी होलिन्। सानो भाइ आफ्नो अनि एक्लो बखतको मलाई सम्झिँदो हो र सायद साथीहरूले नदेख्ने गरी तकियामा मुन्टो गाडेर आँसुलाई पुज्दो हो। मेरो राजनीतिक इतिहासका मोटा किताबहरूलाई पल्टाएर भन्दो हो,
दाई म पनि कहिले पढ्छु यिनलाई भन्थ्यो। म पनि कहिले पढ्छु यिनलाई। किशोरले बहिनीलाई सम्झायो। उसलाई ऊ बडो माया गर्थ्यो। बाहिरबाट छुट्टीमा आउँदा उसलाई एक जोर रङ्गीन सुती सलवार र कुर्ता ल्याइदिएको थियो। घरमा उसले ठुलो आन्दोलन मचाएर बहिनीलाई यो बेसमा बाहिर निस्किन लगाएको थियो। बाले भने जेठोले के गरी हिँड्छ नगरेको चलन। उसले बहिनीलाई राखेर भन्यो, बहिनी तिमीले पढ्नु पनि पर्छ, म तिमीलाई पढाउँछु। बहिनीले बडो उत्साहित बालिका थिइन्। उसले भनी, म पढ्छु दाई, म पनि ठुली हुन्छु, धेरै पढ्छु। अनि बडो मिहिनेत गर्न थालेकी थिए पढ्नमा। जसले पनि कापी किताब र कलम उसका हातमा हुन्थे। जहिले पनि कापी किताब उसको हातमा हुन्थे। घरको कुनामा या आँपको गाछी मुनि ऊ घोप्टो परेर सुतेर पढ्थे। एउटा स्याल बडो फुर्ती थियो दाई। फुर्त भनेको के हो भनेर किताबबाट मुन्टो झिकेर सुती कराएर सोध्थे। अनि अङ्ग्रेजी पनि पढ्न थाले, ABCD। आमा भन्थिन्, छोरीलाई के थरीका कुरा गर्न मन लाग्छ, मैयालाई अङ्ग्रेजी पढाउने रे। बिहा भएर पराईका घर जाने छोरीलाई घरको काम सिकाउने कहाँ। आमा हाँस्थिन्। छोरीले कानी पुथी गरेर पढेको देख्दा र कहिले त्यहीँनिर बसेर उसले पढेको कथा सुनिन्। बहिनी भन्थे, आमा म बिहे गर्दिन। आमाले भन्थिन्, के भने कि रे, बिहे गर्दिनस्? अह गर्दिन, देश सेवा गर्छु पढेर, आमा भन्थे बहिनी। त्यसपछि किशोरीको विवाह भयो। सानी केटी आई दुलै भएर उसले बोलाइ एक दुई चोटि भनेको थियो। बालाई एक दुई चोटि भनेको थियो, बा अहिले बिहे गर्दिन, पढी सिद्ध्याउँछु। अनि बा आमा दुवैले बडो अग्रसर गरेर भने, बुहारी घरैमा हामीसँग बस्छे त पढ्न जालास्, के बिग्रिन्छ त्यसले? उसले यसमा धेरै जिद्दी गरेन। यद्यपि उसलाई मनमा नै लाग्थ्यो पढ्न सिद्ध्याएर आफ्नै गोडामा उभिने भएपछि बिहा भए असल। त्यसो हुनाले आमाबाको आज्ञा मानेर मात्र उसले विवाह गरेको थियो। आफ्नो बिहेमा उसलाई दिलचस्पी थिएन। तर बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो उसलाई म आफ्नो रूपमा ढाल्छु। दुलै बहिनी जति थिए। उसले भन्यो, यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गिनी बनाएर उपस्थित गर्छु। मेरो जीवनमा यो गाँसिन आए। अनि बडो चाख लिन थालेको थियो आफ्नी सानी पत्नीमा। तर ऊ यति सानी थिए कि के कुरा गर्ने उसँग। यो बिरानो घरमा ऊ पनि चुप लागेर बसिरहन्थे र केही सोध्यो भने आफ्ना ठुल्ठुला आँखा उठाएर हेर्थे, तर बोल्न बडो गाह्रो मानेको जस्तो गर्थे। एक दिन किशोरले सोधेको थियो, राधा तिमीले घरमा लेख्न पढ्न सिकेको थियौ कि थिएन? उसले आँखा उठाएर हेरेर मुन्टो मात्र हल्लाएकी थिए, यो भन्नलाई कि पढेको छैन। त्यसपछि राति बसेर ऊ दुलैलाई पढाउन थालेको थियो। उसले बहिनीलाई भनेको थियो, बहिनी भाउजूलाई पनि आफूले पढेको सिकान। एक दिन उसले दुलैलाई भन्यो साँझतिर, राधा हिँड जाउँ घुम्न नदीतिर। यस्तो कुरा गाउँमा पहिले कहिले पनि भएको थिएन। राधाले छक्क परेर किशोरलाई हेरिरही। किशोरले फेरि आग्रह गरेको थियो, हो नयाँ युगका अनुसार हामीले पनि हिँड्ने बानी गर्नुपर्छ राधा। अनि राधा खुसी भएकी जस्तो थिए, तर भन्न चाहिँ यति भनी, तर मलाई लाज लाग्छ। त्यसपछि राधासँग उसको प्रेम घनिष्ठ हुँदै गएको थियो। कति सोझी लाटी छ राधा। यही बम काण्डभन्दा केही दिन पहिलेको कुरा। कलेजमा क्रान्तिकारी गोष्ठीले बम फ्याँकेर तानाशाहीलाई
हत्याउनुपर्छ र चेतनावादी दिनुपर्छ भन्ने निर्णयले गरेको थियो र किशोरले स्वेच्छाले यो काम आफ्नो जिम्मामा लिएको थियो। त्यसपछि बम लिएर घर आएको थियो ऊ। बेलुका उसले राधालाई भन्यो, हिँड जाउँ नदीतिर घुम्न। राधाले फेरि आफ्ना ठुल्ठुला आँखा उठाएकी थिए र भनेकी थिए, लाज लाग्छ मलाई। किशोरले राधाका ठुल्ठुला आँखापट्टि लक्ष्य गरेको थियो। उसलाई लागेको थियो कत्रा ठुला ठुला निर्दोष आँखा छन् यसका। साँच्चै उसको अनुहारमा लाजको चिन्ह पनि थियो। चिल्लो सलामल अनुहारमा हलुको रक्त चढेको। उसले भनेको थियो, राधा, अझसम्म लाज गएको छैन तिम्रो आमा हुने बखतमा पनि। राधा लाजले भुतुक्क भएकी थिए। तर एकछिनपछि तिनीहरूले सन्ध्याको अँध्यारोको आडमा गाउँलाई राखेर नदीतिर आएका थिए। राधा कत्रो भरोसा लिएर आएकी थिए उसँगै। त्यस साँझमा घाटमा एकछिन बसेर उनीहरूले कुरा पनि गरे। गोडा पानीमा झुन्ड्याएर किशोरले भन्यो, राधा, तिमीले आफ्नो जिउको राम्रो हेरविचार गर्नु। राधाले केही नबोलेर आफ्नो गोडा पानीमा हल्लाइरहिन्। अनि एकछिनपछि त्यसै लहरमा सोधेको जस्तो गरी किशोरले भन्यो, तिमीलाई पहिलो सन्तान छोरा कि छोरी, के मनपर्छ? राधाले अँध्यारोमा पनि लाजको मुख छोपे, तर मनमा बडो प्रसन्न थिए र बिस्तारै छोपेको मुखबाट भनेकी थिए, छोरो। किशोरले त्यस्तै सहज स्वरमा भन्यो, राधा, छोरोको राम्रो हेरविचार गर्नु। अनि राधाले मुखबाट हात झिकेकी थिए र ठुलो किशोरतिर हेर्न थालेकी थिए। उसका पानीसँग खेलिरहेका गोडा थामिएका थिए। उसले सानो आकांक्षाको स्वरमा सोधेकी थिए, किन यस्ता कुरा गरिरहेका छौ आज प्राणनाथ? अन्त्याको सानो बेगमा स्वयंलाई बिर्सेर हृदयको स्पष्ट ध्वनि निस्केको थियो। राधाको मुखबाट प्राणनाथ किशोरलाई आफ्नो एकान्तको कुरा बताएर सम्बोधन गरेको यही पहिलोचोटि थियो। राधाले र आखिरी चोटि भोलिपल्ट त ऊ समातिहालेको थियो। राधाको अन्त्यहाट बुझेर उसले वातावरण हलुको पार्न भनेको थियो। उसको हात आफ्नो हातमा लिएर, हामी दुवैले मिलेर आफ्नो छोरालाई राम्ररी हेरौँला, माया गरौँला, पढाउँला, लेखाउँला र ठुलो पारौँला। राधा कस्ती सरल बालिका जस्तै थिए। उसको गोल अनुहारमा अझै बालिकाको स्निग्धता बाँकी नै थियो तर आमा पनि हुन लागेकी थिए अब त्यो। अनि स्वाभाविक स्थितिमा आएर उसले भनेकी थिए, तिमी कहिले अनौठो व्यवहार गर्छौ, अनौठो कुरा गर्छौ। साँझको अन्धकार गाढा हुँदै आएको थियो। उनीहरू घर फर्के। बाटामा राधाले आफ्नी दिदीको कुरा गरी, जसले छोरो पाउँदा राधा पनि थिए। दिदीको छोरो कस्तो राम्रो छ, घुतुम्ने काखीभरि अटाउने, लिहिरहँ जस्तो लाग्छ, मै खाइरहँ जस्तो लाग्छ। त्यही एकचोटि थियो जब राधाले आफ्नो मनका कुरा मात्रै गरेकी थिए। एकदम मुखरा भएर थुनिएपछि उसले सुन्यो कि राधाले छोरो नै पाए। किशोरले राडीमा लेटी सुनिरह्यो जेलका विभिन्न ध्वनिहरू, जबकि सबभन्दा उपर चढेको हुन्थ्यो चौकीदारहरूको गर्जन, होसियार होसियार। कहिले किशोर फेरि तस्बिर हेरेको जस्तै मनको चिसो आँखाले कलेजका साथीहरूलाई हेर्न थाल्थ्यो। उसले विदेशमा पनि कलेजमा पढ्ने साथीहरूको एउटा सङ्घ बनाएको थियो जहाँ नाना विषयमा छलफल हुन्थे। प्रजातन्त्र, मार्क्सवाद, स्वतन्त्रता, समाज र व्यक्ति आदि विषयहरूमा सबै विद्यार्थीहरू युवकहरूको उत्साहमा आफ्ना मतमा अडिग भएर बहस गर्थे। तर सबैको हृदयमा नेपाललाई उन्नतिको आधुनिक बाटोमा लग्ने इच्छा थियो र सबै नेपालीको पुरानो व्यवस्था र हुकुमी शासनको अन्त्य चाहन्थे। हिंसा अहिंसा पनि तर्क
उग्र जोसका साथ हुन्थ्यो उनीहरूका बीच। कोही भन्थे अहिंसाको मार्गले प्रजातन्त्र दिगो हुन्छ र कोही भन्थे अहिंसालाई सफल प्रयोगमा ल्याउन पनि प्रारम्भिक हिंसा चाहिन्छ। बाटोलाई छेकेको तगारो हटाएको जस्तो। त कोही भन्थे अहिंसाले राजनीतिक परिवर्तन गर्ने भए र त्यसरी दिगो विकास कायम गर्ने मनसुवा भए अन्तसम्म पर्खन पनि तयार हुनुपर्छ। तर यत्रो द्रुत गतिमा बढिरहेको दुनियाँमा के हामी नेपालीले अनन्तसम्म पर्खिरहने? त्यही एउटा सानो क्रान्तिकारी गोष्ठी पनि बन्यो जहाँ यो निर्णय लिइरहन्थ्यो कि राजनीतिमा हिंसाको पूर्णतः त्याग असम्भव छ। त्यसो हुनाले प्रयत्न यसमा गर्नै पर्छ कि हिंसा सीमित रहोस् र अनिवार्य भएमा मात्र अनिवार्य परिणाम प्रयोग होस्। बम फ्याँक्दा किशोरले मनमा निसङ्ग भएर विश्वास गरेको थियो कि उसले एकनाथसँग भनेको थियो कि त्यसको यो कार्य अनिवार्य छ। उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोद्धा उसले एकनाथसँग भनेको थियो मैले फ्याँकेको हो यो बम। तर हत्याका लागि होइन, चेतावनीका लागि यी युवकलाई स्थिति अहम हुन लागिरहेको छ। तर हत्या हुन गएको भए त्यो अनिवार्य थियो जनताका अधिकारका लागि। अन्तिम घडीमा एक गरेर सारा दृश्य उसका सामान्य सुनाइरहेका थिए। सोच्दै ऊ गुडुल्लिएर निदाएछ। अनि कालकोठरीको फलामे ढोका उघ्रियो, सिक्री डन्डीमा रगडियो। उसले लेटी सोच्यो लिन आए। कस्तो अनुद्विग्न छ उसको मन, एकदम भावना शून्य भएको छ उसको हृदय, धोएर पुछिएर चोखो। कमिश्नरले बोली सुन्यो कोठामा। अब बाहिर आउनु पर्यो। उठेर बस्यो ऊ। कोठामा 3-4 जना पसेका थिए। निलो पेन्ट र कोट लगाएको डाक्टर, एउटा मिलिट्रीको सुबेदार र कुन्नी 1-2 जना अरू। किशोरले कोठामा एकचोटि दृष्टिपात गर्यो। कोठाको अँध्यारो बाहिरको एउटा बल्बको प्रकाशले हटाइरहेको थियो। ढोकाको डन्डीको छाया एउटा भुइँमा सोझो, अर्को भित्तामा च्याप्टो र बाङ्गिएको परिरहेको थियो। कुनामा एउटा सानो माटाको पानीको घैला थियो। उसको मुखलाई कचौराले छोपेको थियो र नजिकै धोएको थाल पनि भित्तामा ठड्याएर राखिएको थियो। गिलास पनि घैलानिर नै थियो। राडीको बिछौनामा एउटा खाडीको चादर बिछेको थियो। एउटा तकिया एउटा खाडीकै बर्को र दोलाई पनि खाटमा थियो। तकियानिर 3 थान किताब थिए। किशोरले किताबलाई मिलाएर तकियासँगै टाँसेर राख्यो। तल मोटो जातक कथाको पुस्तक, त्यसमाथि बाइबल र त्यो सबभन्दा माथि भाषिका भएको गीता। उसलाई लिन आउने अफिसरहरू हडबडी गइरहेका छैनन्, चुप लागेर उभिरहेका थिए। किशोरले बिस्तारै किताब मिलाएर मनमा भन्यो, यी किताबहरूले के भने? जीवनमा तिनका उपदेशहरूले प्रयोग त सम्भव छैन र यो पनि जान्न सकिएन कि उसको यो कार्यका प्रति के भनाइ छ यिनीहरूको। अब अर्कै ठाउँमा गएर यिनीका सङ्केत गरिएका यहाँका बुदाको भावार्थ बुझिएला। अनि किशोर बिछौनाबाट उठ्यो। उसले खाडीको कुर्ता र धोती लगाएको थियो। काठको किलाबाट स्वेटर झिकेर लगायो। जाडोले आङ कापेको जस्तो भयो। कोट पनि कोटीबाट झिकेर लगायो। अनि फेरि एकचोटि कोठामा दृष्टि दिएर भन्यो, ल जाउँ, म तयार भएँ। बाहिर आएर उसले भन्यो, त्यो कोठाका सामानहरू कसैलाई नदिनु होला। अनि अघिपछि मिलिट्रीहरूले घेरिएर त्यो हिँड्यो। अगाडि अँध्यारो जाडोको राति नबोलिकन त्यो सानो जुलुस जेलको दक्षिण पश्चिम कुनापट्टि लाग्यो। किशोरले चिसो हावालाई तान्दै लामो सास फेर्यो।
उसले जुत्ता लगाएको थिएन। पैतालामा साना साना ढुङ्गा गडिएका थिए। उसलाई हठात लाग्यो उसको मनमा कुनै किसिमको भावना छैन, केवल उसका आँखाले दिएका दृश्यलाई अङ्कित मात्र गरिरहेका छन्। कुनै रेकर्डले मालहरूलाई सूचीमा टिक मारेको जस्तो शरीरले जाडो अनुभव गरिरहेको थियो र त्यसबाट उसले सम्झियो यो माघको महिना हो। गोडाले कङ्कट गढेको अनुभव पनि गर्यो। बस यति। फेरि उसलाई लाग्यो कस्तो सबैजना चुप छन्, एकअर्कोसँग वास्ता नभएको जस्तो। उसले सबैतिर हेर्यो, सबै एकनाथसँग हिँडिरहेका थिए ऊतिर नहेरेर। उसले त्यसै आफूलाई सम्बोधन गरे जस्तो भन्यो, किन कोही बोल्दैनन्? किशोरले आफ्नै बानीलाई अर्कोले बोलेको जस्तो गरेर सुन्यो। कमिश्नरको मसिनो बोली पो सुनियो। भनेको मानेनौ, माफी माग भनेको। के गर्नु, आफ्नो ड्युटी गर्नै पर्ने भो। किशोर मुस्कुरायो, भन्यो, मलाई पनि लागिरहेछ, म पनि ड्युटी गर्न गइरहेको छु। किशोरलाई लाग्यो उसले मुस्कुराएको कुनै ठुलो व्यङ्ग्यको बोधले होइन, उसलाई ठुल्ठुला कुरा कहाँ आइरहेका थिए त्यस समयमा। त्यही क्षणका कुरामा मात्र उसको ध्यान थियो र उसको शरीरले थाहा पाउन थालेको अनुभव पनि त्यही क्षणसँग सम्बन्ध राख्थे। फेरि त्यो जुलुस शान्त भएर हिँडिरह्यो अनि अचानक किशोरले देख्यो यात्राको अन्त्य आइसकेछ। जेलको बाहिरिया र पर्खालको काखनिर सानो मञ्च जस्तो दायाँ बायाँ दुईटा लामा खाँबा खडा थिए र ती खाँबाका उप तेर्सो गरेर एउटा अर्को खाँबो राखिएको थियो, जसबाट एउटा डोरी झुन्डिरहेको थियो। डोरी झुन्डिएको सिरानपट्टि मुन्द्रीको आकार बन्न गएको थियो, जसमा एउटा गाँठोले अड्याएर राखेको जस्तो थियो। मञ्चमा एउटा अल्गो मोटो मानिस सुरुवाल र कालो स्वेटर मात्र लगाएर उभिएको थियो। तल पहिलेदेखि नै एउटा सानो डब्बा सिपाहीहरूले पर्खिरहेको थियो। मञ्चतिर पुगेर त्यो सानो जुलुस टप्प अड्यो। किशोरले मञ्चको दुई खुड्किलो सिडीमा सामान्य आफूलाई पायो। उसलाई लागेन कसैले केही भने, तर प्रयासहीन उसका गोडा त्यसमा उक्लिँदै चढे। चारैतिर निष्पष्ट शान्ति थियो। टाढा कुनै दरबारको कुकुरले बाक्लो भुकाइले झन यहाँको निशब्दतालाई घनीभूत पारिरहेको थियो। अन्धकार अनि आकाशमा निविष्ट केवल मञ्चनिर पर्खालमा लागेको बिजुलीको प्रकाशद्वारा बन्न गएको एउटा उज्यालो केन्द्र। किशोरले मञ्चमाथि चढेर तल हेर्यो। उसलाई लाग्यो उसले मस्तिष्क एकदम स्पष्ट भएको छ, जसले त्यस क्षणमा तमाम दृश्यलाई राम्ररी अङ्कित गर्दै गइरहेको छ। एउटा क्यामेराको मसिन जस्तो तल मञ्चमा अर्धवृत्त बनाएर अफिसर र मिलिट्रीका मानिसहरू उभिएका थिए। उसले एक गरेर सबैलाई हेर्यो। सबै नबोलेर मुन्टो तल उभिरहेका थिए। डाक्टर, कमिश्नर, सुबेदार प्रभृति। उसले डाक्टरको पहिरनलाई लक्ष्य गर्यो। गाढा निलो पेन्ट, हल्को कालो रङको कोट उसले लगाएको थियो। कमिश्नरको कोगटी टोपी तलको निधारमा दिनभरिको चन्दन र टीका जस्ताको त्यस्तै थियो। सुबेदारले लगाएको ग्रेट कोट र कानी टोपीको रङमा गएको फर्कपट्टि पनि किशोरको ध्यान गयो। उसलाई लाग्यो कस्तो आश्चर्य कि अन्तिम बेलामा उसलाई यी साना साना कुराहरूको मात्र ध्यान आइरहेको छ। उसको गोडामा डोरीको छात हाल्न लाग्दा उसले यसो निहुरेर हेर्यो। मञ्चमाथि कालो स्वेटर लाउने मोटो अग्लो मानिसले स्वाँ गर्दै झुक्केर उसको दुवै गोडालाई जोडेर गोलीगाँठानिर बाँधिरहेको थियो। उसले गोडाले कसिएको गाँठोले खिचेको पनि बोध गर्यो र
पैतालाले खस्रो फल्याकको अनुभव। त्यसपछि घुँडानिर अर्को छाँद हालियो। त्यहाँ पनि डोरीले छालालाई खिचेर दुखाए जस्तो किशोरलाई लाग्यो। एकदम शान्तिमा यी सब क्रिया भइरहेका थिए। केवल किशोरको मन र शरीर अनन्त चनाखो भएर यी सबै कुरालाई स्पष्ट किसिमले टिपिरहेका थिए। कालो स्वेटर लाउने मानिसले उसको टाँक फुकाल्न लाग्दा उसको मुखले गन्ध किशोरको घाँटीमा लाग्न गएको थियो। भावना शून्य भएर किशोरले मनमनै भन्यो, यो के भएको? किन ममा केही भावना आउँदैन? मन र शरीरले अनुभव मात्रै गरिरहेको छ। तत्क्षणका अर्थहीन क्रियाहरूको। कोट फुकालेपछि उसले हातलाई पनि पछितिर लगेर बाँधिदिन थाले। उसलाई थाहा पायो कोट नभएको शरीरले बाहिरको चिसो अनुभव गर्यो। शरीरमा ठन्डाले एउटा हलुका सिरहन ल्यायो। उसले टाउको उठाएर आकाशतिर हेर्यो। आकाश गहिरो कालो र चिसो। तिनका असङ्ख्य नक्षत्र असाधारण ज्योतिले टिलपिल्ल गरिरहेका थिए। उसलाई लाग्यो ती नक्षत्र ठुल्ठुला हिराका टुक्रा हुन् अनि झल्यास राधालाई सम्झियो। आकाश जस्तै गहिरो कालो सिग्न अनुहारलाई, उसको सुधो अनुहारका टल्किने दुई आँखालाई उसलाई लाग्यो ऊ देखिरहेको छ। उसले सम्झियो राधा आमा भएकी छिन्। छोरो कस्तो भयो होला? आकाशको ठुलो चमकसँग उदाएको शुक्र तारालाई उसले एकछिनसम्म हेरिरह्यो र मनको कुनामा सधैँको अनुभव जस्तो गरेर उसलाई लाग्यो अब अरुणोदय हुन्छ अनि सूर्योदय। त्यसैले बखतमा पछितिरबाट उसको टाउकोमाथि कालो खोल लगाइदिए। उसको घाँटी ठाडै उठेको थियो। तत्क्षण उसलाई लाग्यो एउटा चिसो डोरी माला जस्तो उसको तानिएको घाँटीमा पर्यो र उसलाई अनुभव गर्दै उसलाई लाग्यो पैतालाको खस्रो फलेस सर्यो र कसैले भेद शक्तिले उसको घाँटीलाई तान्यो। त्यसपछि एउटा युवकको मृत शरीर बिहानपख आकाशमा हल्लियो। सबैले मुन्टो निहुर्याए। सुबेदारले त्यही जेलको अर्कोपट्टि उनीहरूको अस्थायी शिविरमा आफ्ना मानिसलाई मार्च गराउँदै फर्काएर ल्यायो। त्यही कामका लागि डटेल भएर उनीहरू आएका थिए। एउटा ठुलो हरियो पाल गाडेर हिजोदेखि उनीहरू जेलमा बस्न आएका थिए। सुबेदार, हवलदार र 3 जना सिपाही। कसैले एक शब्द बोलेनन्। आएर बिस्तारै आफ्नो वर्दी फुकालेर आफ्नो बिछौनामा सुते। जाडोको याम मुख छोपेर सबैले रातभरिको थकानलाई निद्रामा मेटाउन थाले। सुबेदारलाई पटक्क निद्रा लागेन। आँखा टुलु हेरिरहे। धेरै बेरसम्म बिछौनामा सुतिरह्यो ऊ। शरीर थाकेको त थियो तर निद्रा भने पटक्कै छैन। उसले देख्यो अर्को खाटमा हवलदार पनि चटपटाइरहेको छ। उसले भन्यो, हवलदार निद्रा लागेन? हवलदारले भन्यो, मरे निद्रा आउँदैन। सुबेदार उठेर बस्यो र भन्यो, सिगरेट झिक्न? हवलदार पनि उठेर बस्यो र तकियाबाट सिगरेटको डब्बा झिक्दै भन्यो, आखिरी याममा मानिसको दृष्टि आकाशतिर हुँदो रहेछ। सुबेदारले सिगरेट सेलाउँदै भन्यो, मेरो एउटा छोरो ठिक्क त्यस्तै छ। ठिक्क। हवलदारले सिगरेट तान्दै भन्यो, मेरो भाइ पनि गाउँमा ठिक त्यस्तै छ, चञ्चल हाँसिलो। सुबेदारले भन्यो, होइन हवलदार, त्यसले यसो आकाशतिर हेरेर सबैलाई आशीर्वाद दिएको जस्तो तँलाई लागेन? तबसम्म 3 जना सिपाहीहरू पनि उठेर आफ्ना बिछौनामा टुक्टुक्क बसिरहेका थिए। एउटाले भन्यो, त्यस्तो अन्तिम घडीमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको कुरा पुग्छ। सुबेदारले सिगरेटको लामो कस तानेर सिगरेटलाई पालबाट बाहिर फ्याँक्दै भन्यो, ल हेर पूर्वतिर झमक्क उज्यालो भइसकेको छ। उता डाक्टर कमिसनरको जिपमा आफ्नो घरमा फर्केर आयो। उसले शरीर लगभग काँपिरहेको थियो। लाग्यो कस्तो
यस्तो जाडो आज राति ऊ बिस्तारै आफ्नो कोठामा पस्यो। दुलहीलाई बिछौनामा सुतिरहेको थिए। दुलही बिछौनामा सुतिरहेकी थिए। उसले आफ्नो लुगा फुकाल्यो र बाथरुममा गएर हात धुन थाल्यो। धाराको शब्दले दुलहीको निद्रा टुट्यो। उसले भनी, यति बेर के गरिरहेको? कहाँ गएका थियौ? डाक्टर सुत्ने कोठामा आएर बिछौनामा पस्यो। दुलहीले सरेर उसलाई ठाउँ बनाइदिए। उसले देहसँग टाँसिँदा उसले भनी, कस्तो चिसो शरीर तिम्रो। डाक्टर नबोली धरिनतिर हेरिरहेर बसिरह्यो। दुलहीले भने, किन नसुतेको? र एकछिनपछि डाक्टरले अनौठो व्यवहार देखेर फेरि भने, के भो हाँ तिमीलाई? कहाँ गएका थियौ भन न। डाक्टरले सुस्तरी भन्यो, नभन्नु है मेरो मासु खाने छोराहरूलाई। त्यही ठिटोलाई फाँसी दिलाउन जानु परेको थियो, नभने सही छोराहरूलाई। दुलहीले मुखबाट केवल हाय भन्ने शब्द निस्किएर उसले आफ्नो हत्केलाले मुख छोपी। रात बितिसकेको थियो। झ्यालको काँपबाट पूर्वपट्टिको आकाश उज्यालो देखियो। कमिश्नर डाक्टरलाई पुर्याएर सोझै दरबार गए। ढोकामा सिपाहीहरू ठुलो धुँ निभालेर बात गरिरहेका थिए। कर्नललाई उनले सबै वृत्तान्त भनेर उनी घर आए। आउने बित्तिकै सोझै पूजा कोठामा गए। ढोकैबाट पूजा गर्ने गरेको मूर्तिलाई हेरे। पूजा कोठाको बत्ती बलिरहेको थियो र उनको गोडाको चाल पाएर अछिता टिपिरहेको एउटा मुसा दुगुर्दै कोठैको एउटा पालमा पस्यो। त्यसै उनी मग्न भएर एकछिन हात जोडेर उभिरहे अनि आफ्नो छोराको कोठामा गए। कलेजमा पढ्थ्यो त्यो छोरो। कोठामा किताबहरू यत्रतत्र छरिएका थिए। टेबलमा बत्ती बलेकै थियो। भित्तामा तस्बिरहरू थिए। 1-2 सिनेमाका नायिकाहरूका र 57 सालका शहीदहरूका। यति ऊ उत्तानो परेर सुतेको थियो। कमिश्नरले धेरै बेरसम्म उसको मुख हेरिरहे अनि बिस्तारै गएर उसलाई छोए। उसले चटपटाएर कोल्टे फेर्यो। कमिश्नरले ओढ्ने उसमाथि राम्ररी ओढाइदिए र बाहिर आए। सुत्ने कोठामा उनकी दुलही बेखबर सुतिरहेकी थिइन्। तर उसलाई सुत्ने कहाँ टाइम थियो र? बिहान भइसकेको थियो। सधैँको जस्तो बागमती र पशुपति जाने बखत भइसकेको थियो। ल है त हजुर, मैले चाहिँ कथा चाहिँ सकेको छु। यस कथामा तपाईँहरूले के बुझ्नुभयो त्यसको लागि सुनिदिनु भएकोमा धन्यवाद। अनि त्यही हो। अब अर्को कथा चाहिँ अर्को पटक पस्ट्याउने छु भन्दै बिदा हुन्छु म, कथावाचक बसन्त बुढाथोकी है त।